ल है यस्ता तरकारी किन्न आउनु भएको छ ल कतिवटा लौका 80 हैन 160 त हैन 125 125 को हो करल कसरी हो करला नि 80 नै हो के नि हैन मलाई जो किन्न भाइ करला के लौका छ तिमीलाई दिलाले मलाई माजुला त जो किनि 95 को लाउनु लास्टै गना यो सिनो त मोरिन्छ के रे मर्नु न केजी भएन उहिले चाहिँ यस्तै नजिक नजिक खान ल हामी चाहिँ नयाँ ठाउँमा आएका छौँ गाडी चाहिँ यहाँ छ सो सबैजना नमस्ते तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु है ल हिजोको भ्लग चाहिँ आउने बाँकी छ है म चाहिँ काममा लागिरहेको छु गाडीमा चाहिँ अगाडिको भ्लगमा हेर्न सक्नुहुन्छ म चाहिँ अहिले एडिटर चाहिँ भोलि भ्लग हाल्छु आज चाहिँ म बेलुका हिँड्न लागिरहेको छु बेलुका हुन्छ कता हुन्छ है हामीले चाहिँ आज सब्जी नै गाडीहरूमा लिएर जाने है गाउँमा बेच्नको लागि के कस्तो हुन्छ ठ्याक्क यहाँ 2 बज्यो 2 बजेर 39 मिनट गइरहेको छ अब चाहिँ हामी जानुपर्ने हुन्छ दाइ स्याङ्जो गएर आउनुहुन्छ तरकारीहरू लिएर कहाँ पुग्छ हाम्रो यात्रा कहाँ छ हेर्दै राख्नु होला ल अब चाहिँ म हट्टे आइसकेँ यहीँ छ दाइको अब होटेल खोल्दैन यहीँ दाइकोमा चाहिँ अब सामानहरू डेलिभरी गर्ने गाडीमा बोलेरोमा हेलो ल साथीहरू अहिले चाहिँ म लाइभमा बसिरहेको छु ठ्याक्क तरकारी यहाँ देखिरहेको छ और यस्तै तरकारी अब लिएर यस्तै हामी हिँड्नुपर्ने हुन्छ है ब्लगर आएको यहाँ चाहिँ ल लाइभ बसेको छु म टिकटक लाइभ ल है लाग्यो ल तरकारी बेच्नको लागि गाउँतिर
ल अहिले चाहिँ हामी धोबादीको कुन ठाउँ हो दहीचिउरे हो कि के ठाउँ भन्ने ठाउँमा आइरहेको छौँ। अब चाहिँ यहाँ बेचेर चाहिँ अलिअलि छ, धेरै छैन। आज बिसाउन जान्छु, अस्ति गएको ठाउँमा भिडियो चाहिँ मैले जोडिदिन्छु। ल हामी चाहिँ नयाँ ठाउँमा आएको छौँ, गाडी चाहिँ यहाँ छ, कपाल ठाउँ छ। अब फर्किन्छौँ। दाइले चाहिँ गीत बजाउनु भएको छ, नो कपिराइटवाला होइन, कपिराइट लाग्छ त्यसैले चाहिँ म म्युट गरेर चाहिँ बनाउँदैछु है। अब चाहिँ हामी बिसाउन जाँदैछौँ। हामी चाहिँ लामपटामा आइसकेका छौँ। गीत बजाउनु भएको छ, त्यसैले चाहिँ कपिराइट लाग्छ। ल अझै हामी गाडीबाट चाहिँ हिँडिसकेको छौँ। यहाँ चाहिँ मैले पैसा लिन आएको थिएँ, दाइ चाहिँ अगाडि गइसक्नु भयो। अहिले चाहिँ तोरीखोलामा छु। हामी चाहिँ अब उहाँ माथि गाउँमा जानुपर्ने हुन्छ, यो डाँडामा बिसाउनामा जानुपर्ने हुन्छ, तरकारी बेच्नको लागि डेलिभरी गर्ने यस्तै काम छ। अदर छ है। ल है यस्ता तरकारी बेच्न किन्न आउनु भएको छ। ल कति लौका 80 होइन 160 त हैन 150 125 को हो। करला कसरी छ? करला नि 80 नै हो के, नि हैन एकदम।
मलाई जोखिम त भाइ करेला के लौ धान चाहिँ तिमीलाई दिँदैन मलाई माजुलाई त जोखिम यार 95 को लाउनु लास्टै गना यार यो सिनो त मोरिन्छ के रे मर्नु न हौ केजी भएन कुले चाहिँ यस्तै नजिक नजिक खान रकै ताप्नु त ल यो ल अहिले चाहिँ यहाँ विचारमा आइसकेको छौँ आजको भिडियो चाहिँ यस्तै हुनु भयो है ल ठ्याक्क तरिकाले तरकारी किन्न आउनुहुन्छ अब एकछिनमा आइसक्नु भएको छ यी पछि देख्न सक्नुहुन्छ आउनुहुन्छ राम्रो